पर्दा दूध मागोगे तो खीर देंगे, कश्मीर मागोगे तो चीर देंगे, अनि हाम्रो जमिन चाहिँ त्यसरी पेलेरै निल देंगे। काठमाडौँका मेयर विद्या सुन्दर साकियालाई समेत कोरोना लाग्यो। हैन, यो कोरोना त बाहिर निस्कने सक्रिय हुने मान्छेलाई लाग्ने भन्ने सुनिएको थियो, केही नगर्नेलाई पनि लाग्दो रहेछ। कुनै सेलिब्रिटीको भन्दा गोलभेडाको मूल्य चर्को भइसक्यो। गोलभेडा किनेर खान सक्ने मान्छेको हैसियत नै बेग्लै भइसक्यो। त्यसैले अब सेलिब्रिटी हैन, गोलभेडासँग सेल्फी लिनुहोस्, त्यसपछि ओहो यो त गोलभेडा किनेर खान सक्ने मान्छे रहेछ भनेर तपाईको फलोअर्स नै बढ्छन्। मैले त गोलभेडासँग सेल्फी लिइ नै सके। 10 औँला जोडेर नमस्ते रवि लामिछानेको। 140 रुपियाँ किलोको गोलभेडा त लिएरै जानु पर्यो। नमस्ते। पर्छ कि जसरी उसलाई आफ्नो माटोको माया छ त्यसरी नै हामीलाई पनि आफ्नो माटोको माया छ।